Hello everyone, welcome back to my YouTube channel and welcome to my new vlog. मैले चाहिँ मेरो vlog सिधै दिल्लीबाट स्टार्ट गर्न गइरहेको छु। म चाहिँ अस्ति नै काठमाडौँबाट आएको थियो र हिजो एक दिन बस्यो हैन यहाँ। अनि आज चाहिँ मेरो यहाँ दिल्लीबाट हुबलीसम्मको फ्लाइट छ। हेर्दै जाउँ आजको दिन कस्तो हुन्छ। अहिले चाहिँ ठ्याक्कै 8:30 भएको छ र म चाहिँ अहिले ब्रेकफास्ट खान जान लागेको तल किचनमा। म चाहिँ यहाँ हाम्रो गुम्बाको गेस्ट हाउसमा बसेको थियो गान्धी विहार भन्ने ठाउँमा। पासम खाजा के बनाएको रहेछ हेरौँ है त। वा भालै तेरिङले सर बनाउँछु। Ele são da torcedor. Que é uma base que ele tem mais maré. Isso aí. सो हेलो गाइज, गुड आफ्टरनुन सबैजनालाई। अहिले चाहिँ 12:18 गएको छ र अब चाहिँ म निस्किन लागेको एयरपोर्टको लागि। यहाँको डोमेस्टिक एयरपोर्ट टर्मिनल 1 इन्दिरा गान्धी इन्टरनेसनल एयरपोर्ट रहेछ। त्यहाँ पुग्नलाई चाहिँ लगभग 1 घन्टा जति लाग्ने रहेछ, तर मैले चाहिँ क्याबमा बाइक बुक गरेको छु। बाइकमा चाहिँ त्यस्तै 40-45 मिनटमा पुग्छ होला। अनि त्यही हो गाइज, अब चाहिँ म यहाँबाट जान्छु, निस्किन्छु। यो चाहिँ मेरो यहाँको रुम भयो। अब चाहिँ टक्क बाई बाई गर्नुपर्ने हुन्छ। यहाँ म पनि देखाउनु यहाँतिर। ओहो आहा टक्क मैले चाहिँ अब यहाँ रुमको त्योहरू सबै हिसाब गरेर दिइसक्यो। चाहिँ टक्क चाबी बुझाउनु पर्ने हुन्छ। अनि त्यही हो, यहाँतिर कस्तो देखिँदो रहेछ ऐनामा। टक्क रेडी भइसक्यो होइन। एकदम गर्मी छ यार, बाइकमा कसरी जाने होला। घाम मस्त लागिरहेको छ, त्यही भएर मैले अलि सर्ट लगाएको कि यसको कलरले गाला छोप्न मिल्छ नि त। यता घाँटीमा गाला रे घाँटी छोप्न मिल्छ नि त। ओके ल, यहाँ चाहिँ हाम्रो गुम्बाको गेस्ट हाउस यहाँ दिल्लीमा, दिल्ली गान्धी विहार होइन। हावा पनि तातो आउँछ कि यता त। नेपालमा त गर्मी भए पनि घाम लाग्यो पनि होइन, हावा चिसो चिसो आउँछ नि त। हामी त्यही भएर मजा आउँथ्यो नि त। अलिक सब कुछ गर्मी छ। खलाएर अब चाहिँ यदि तपाईँहरू पनि होइन इन्डिया दिल्लीतिर आउनुभयो भने चाहिँ यो गेस्ट हाउसलाई सम्झिन सक्नुहुन्छ। यहाँ नाम चाहिँ बोथ मार्ट धर्मशाला डी ब्लक छ होइन, गान्धी विहारमा। अब चाहिँ एकछिन म बाइकलाई वेट गर्छु। आपको भी स्वागत है मेरे ब्लॉग में। अच्छा, इधर ये वाला सिस्टम है। हमारा नेपाल में पीछे वाला पहनना नहीं पड़ता है लेकिन ये अच्छी बात है, सेफ्टी के लिए। आप नेपाल से आए? हाँ, नेपाल से। कितना टाइम लगेगा? कहाँ पे जाना है? एयरपोर्ट टर्मिनल 1 गांधी सर, इंदिरा गांधी।
ओके OTP बताना। ओटीपी ए 99998 सो अहिले चाहिँ म यहाँबाट हिँडिसकेँ है गाइस एयरपोर्टमा आइपुग्यो फाइनली वो तो बता दो ना। चैनल तो बता दो। रोयल तामाङ लो इसमें कर दो। यहाँ सर्च गर्नेवालामा छ त्यहाँ जहाँ आ रही है ये। तामाङ अभी अभी स्टार्ट किया है मैंने सब्सक्राइब सही हो गए। हाँ सब्सक्राइब हो गया थ्याङ्क यू सो गाइस अहिले चाहिँ म एयरपोर्टभित्र एन्टर गर्दैछु त्यहाँ टक्कै मलाई पुर्याउन आउने ड्राइभरले पनि मेरो युट्युब च्यानललाई सब्सक्राइब गरेको छ अब तपाईँहरूको पालो है त सब्सक्राइब गर्ने अनि भिडियोलाई लाइक कमेन्ट सेयर गर्ने तपाईँहरूले यसो सपोर्ट देखायो भने पो यसो ब्लगहरू पनि टक्क दिनकै बनाउनु मन लाग्छ नि त होइन युट्युबमा भ्यू चाहिँ जाँदैन यार कसैले हेर्दै हेर्दैन यस टाढो रहेछ त त्यहाँबाट टाढो पनि हेर्नु यस्तो गर्नु बाटो राम्रो छ नि बाटो बनाउनु माथि भागले मात्रै पठाउँदा सो फाइनली हामी चाहिँ भित्र सबै चेकिङ भएर पनि आइसक्यो होइन यहाँ ठ्याक्कै उता जाने घेला दुईजना अनि एउटा भाइ भेटेको छ उहाँहरू पनि नेपालबाट आजै आउनु भएको रहेछ अब सँगै जाने भोक लाग्यो कति महिना बसेर आएको नेपालमा एक हप्तामै फर्क्यो किन त बस्नै मन लागेन वाउ अमेजिङ मेरो नेपालमा बस्न मन लागेन अरे 2 हप्तामै फर्केर आएछ हेलो गदेन फर्किँदैछ गदेन सर गदेन कति वर्ष पछि अरे 1.5 वर्षपछि नेपालमा राम्रो भयो नि बसाइ अब एरोप्लेनभित्र छिर्दैछु होइन Welcome to Indigo. We would love to take off with you at the earliest. To help us. गाइस अहिले चाहिँ प्लेनभित्र बसिसकेको छु होइन 2 घन्टा 30 मिनटको फ्लाइट हुन्छ फाइनली हुम्ले एयरपोर्टमा झर्रे
यहाँ गाडीभित्र चढ्ने गाडीभित्र बस्दैछ अब चाहिँ सबैजना चाहिँ यता सिटमा बसिसक्यो यहाँतिर छैन मेरो त यति So everyone, finally I'm landed here at Hubli airport, and as you can see the outside condition of airport. अब मान्छेहरू जाँदैछ हैन ताउति रिसिभ गर्न आइरहेको छ गाडीहरूले मेरो पनि गाडी आउँदैछ एकैछिनमा म वेटिङ गरिरहेको छु अनि अघिको 3 जना लामा साथीहरू चाहिँ उनीहरू अटो बुक गरेर गइसक्यो अगाडि नै उनीहरूले कल गरेर बोलाएको रहेछ 4 जना चाहिँ अलि डिफिकल्ट हुन्छ नि त अटोमा एडजस्ट गर्नलाई त्यही भएर म चाहिँ अब गुम्बाको गाडीमा जान लाग्यो स्पेस TAMANG कमन अभी कहाँ जा रहे हो यहाँ पर हैन पर्दैन पछाडि हामी अलिक छिट्टै छिरेछ क्या मास्टर पनि 100 रुपैयाँ हुन्छ अहिले यता मास्टरको कति हो के 100 रुपैयाँ हो एयरपोर्टमा पनि 100 रुपैयाँ हुन्छ एयरपोर्टमा नि 100 रुपैयाँ हो यो सरक So यहाँ चाहिँ मेरो रुम अहिले चाहिँ म टक्क नुहाएर फ्रेस भएर आइसक्यो र यहाँ चाहिँ टाइम लगभग 11:30 भइसकेको छ सो अब चाहिँ रेस्ट गर्नुपर्ने हुन्छ अनि भोलि बिहान उठेर तावती अब दर्शन गर्न जाउँला यो ठाउँमा चाहिँ म ठ्याक्कै 5 वर्षपछि आएको छु 2021 मा चाहिँ म नेपाल गएको थिएँ यहाँबाट अनि 21 मा गएपछि 22 चाहिँ नेपालमै भयो त्यहाँबाट फेरि मलेसियातिर गएँ कता कता भएर अनि यहाँ चाहिँ आज ठ्याक्कै 5 वर्षपछि आएको छु हैन एकदमै खुसी लागिरहेको छ यसरी फेरि आउन पाउँदाखेरि हुन त हाम्रो नेपालबाट आउनलाई धेरै टाढा हुन्छ यो साउथ इन्डिया कर्नाटक स्टेटमा पर्छ हैन त्यहाँबाट आएको दिल्लीमा बस्यो एक दिन अनि आज चाहिँ दिल्लीबाट फ्लाइट गरेर दिल्ली टु हुब्ली अनि हुब्ली टु यहाँ मनगढ हुँदै यहाँ गुम्बासम्म भर्खर आइपुग्यो होइन बल्ल तल्ल अनि त्यही हो गाइज अहिलेसम्म मेरो भिडियो हेरेर साथ दिनुभएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद एन्ड गुड नाइट सबैजनालाई भोलि भेटौँला थ्याङ्क्स फर वाचिङ